माछा मारिदिँदा सानो सानो कुलोमा आउँछ। त्यहाँदेखि एउटामा चाहिँ यस्तो साग लगाएर बनाएको नि त, अन्त एउटा चाहिँ यस्तो फ्राई गरेर खानु मन लागेर यस्तो फ्राई गरेर निकालेको नि त। कति मिठो हुन्छ है। यो चाहिँ झोल लगाएको आमामा यत्रो भात खाइसक्छ कि हो। खान्छु भनेर ल्याएको कस्तो मिठो हुन्छ गाउँको खानेकुरा चाहिँ। अहिले ठुलो सिजन हो नि त गाउँमा माछा पर्ने। हामी चाहिँ धान रोप्छ कि खेतमा पनि ट्याप्पै आउँछ कोही कोही बेला। त्यो चाहिँ मैले डिप फ्राई गरेको थिएँ। के भन्छ यो चाहिँ काप्रे माछा हो नि त, यसलाई चाहिँ काप्रे माछा भन्छ। यो चाहिँ झोल पनि लाउनु पर्यो, झोलसँग मिठो हुन्छ हौ। आमा कति थोरै छैन। मिठो यो झोल लगाएको एकदम मिठो। म चाहिँ चुल्हामा बसेर खाएको नि, कुखुरा पनि यता आइरहेछ जस्तो लाग्छ।